आज पनि तपाईलाई खोज्दा घरको आँगन सुनसान लाग्छ। आकाशको जुन तारा सबैभन्दा उज्यालो छ, म त्यसैलाई तपाईँ सम्झेर हेर्छु। बाबा सेते माना कहाँ जानु भयो, हामीलाई रुवाएर किन टाढा हुनु भयो। कमाउने बेला आयो तपाईँ साथमा हुनुहुन्न, मेरो सबैभन्दा ठुलो पीडा तपाईलाई खुसी दिन सकिन्। तपाईको पसिनाले लेखिएको मेरो भाग्य आज आँसु बनेर आँखा भरि झर्छ। बाबा तपाईको सम्झना बिना मेरो हरेक खुसी अधुरो हुन्छ। नुवाकोटको त्यो हरियो गाउँ, दुप्चेश्वर बन्छार मेरो चिनारी। त्यही माटोमा तपाईले पसिना बगाएर हाम्रो जीवन बनाउनु भयो उज्यालो भारी। हलो समातेका ती कठोर हात हामीका लागि भगवान जस्तै थिए। आफ्नो इच्छा सबै दबाएर हाम्रा सपना मात्र देख्ने मान्छे थिए। आधा पेट खाएर पनि हामीलाई भोकै राख्नु भएन। आफ्नो शरीर गलाएर पनि हाम्रो भविष्य कहिल्यै रोक्नु भएन। पाँच भाइ हुर्किए तपाईको मिहिनेतले, आज जहाँ छौँ तपाईको आशीर्वादले। तर नियतिले यस्तो खेल खेल्यो हाम्रो खुसी हेर्न नपाई जानु भयो। बाबा सेते माना तपाईँ बिना घर त छ, तर घरको आत्मा छैन। तपाईँ बिना हामी छौँ, तर मनमा शान्ति छैन। जब फोक्सोको क्यान्सरले तपाईलाई थलायो, हाम्रो संसार नै एकैछिनमा अँध्यारो भयो। रातभर भगवानसँग रोयौं, मेरो बाबा बचाइदिनु होस् भनेर। तर समयले हाम्रो प्रार्थना सुनेन, हामीलाई एक्लै छोडेर जानुभयो।
आज म परदेशमा पसिना बगाउँछु, दिनभर काममा मुस्कुराउँछु, तर रात पर्दा तपाईको फोटो हेरेर चुपचाप हुन्छ। दलब आउँदा आज पनि लाग्छ बाबाका लागि केही किनौँ। त्यसपछि याद आउँछ अब त तपाईँ स्वर्गमा हुनुहुन्छ। न कमाउन सकिन्छ, ठुलो घर बनाउन सकिन्छ, तर बाबा तपाईको एउटा अङ्गालो यो संसारको कुनै धनले किन्न सक्दैन। अन्तिम क्लाइम्याक्स बाबा सेतेमान, तपाईले सिकाएको इमान, मिहिनेत र सत्यको बाटो म कहिल्यै छोड्ने छैन। म तपाईको सपना पुरा गर्नेछु, तपाईको नाम उज्यालो बनाउनेछु। नुवाकोट भोग वंशाय हाउले, एक दिन गर्वले तपाईको नाम लिनेछ। यदि स्वर्गबाट हेर्नुहुन्छ भने मेरो एउटा आँसु पुछिदिनुहोस् बाबा, म आज पनि तपाईँको सानो छोरा नै